नमस्कार श्रोताविन्द, विश्वका उत्कृष्ट कथाहरू पढ्ने क्रममा आज हामी इटालियन कथाकार श्री अल्बर्टो मोराभियाको छट्टु नामक कथा लिएर आएका छौँ। ग्रीष्म ऋतु सुरु भयो। मैले पनि मानिसहरूको भिड लाग्ने ठाउँहरूको चक्कर काट्न थालेँ। मैले फिक्का ध्वाँसो रङको सुट लगाएको थिएँ र त्यसको माथिल्लो गोजीको टल्लोपट्टि 7 अङ्क जस्तो एउटा ध्वजा लगाइरहेको थिएँ। त्यो फित्ता सानो ढोका जस्तो हल्लिरहन्थ्यो। त्यसका अतिरिक्त मेरो कमिज घाँटिनेर खुलिरहन्थ्यो। नेकटाई हुँदैन थियो। खुट्टामा रबरको जुत्ता, सबै अनौठा। वास्तवमा मैले आफ्नो अनुहार सजिलै विश्वासप्रद र खास किसिमको प्रतीत होस् भनेरै यो सब गरेको थिएँ। म कुनै ताकमा रहन्थेँ र आफूले खोजेको त्यो मान्छेलाई देख्न साथ म उसमाथि एक प्रकारको हमला जस्तै गर्दथेँ। तपाईसँग पहिले पनि भेट भइसकेको जस्तो लाग्छ। तपाईँलाई सम्झना छैन? हामी फौजमा सँगसँगै थियौँ, ब्रेसननमा थियौँ। अफिसर मेसमा तपाईँ मेरो साथ हुनुहुन्थ्यो। याद गर्नुहोस्, म आफ्नो चिनारी गराउन 1 मिनेट या बढी से बढी 2 मिनेट लगाउँथेँ। कुनै किसिमले म त्यस मान्छेलाई यस्तो सन्देहमा पार्थेँ कि ऊ मलाई चिन्दछ, जसलाई वास्तवमा म बिल्कुलै चिन्दिनथेँ। तर जस्तो हामी सबैलाई थाहा छ कि धेरै जसो फौजमा भर्ना हुन्छन्, तर कालान्तरमा 1000मा 1-2 जनालाई बिर्सिनु अनौठो कुरो हुँदैन। वास्तवमा 10 जना मध्ये 9 जना मतर्फ दृष्टि दिन्थे र सन्देहमा पर्दथे। तब उनीहरूको त्यस सन्देहको स्थितिबाट फाइदा उठाएर म भन्थेँ, क्या मजाको समय थियो त्यो। परन्तु दुःखको कुरा के छ भने त्यसपछि मेरो सबै थोकले पाल्टा खायो। हरे, मलाई के विपद पर्यो त्यो मलाई मात्रै थाहा छ र तपाईँको सामुमा एक बेगार र बेकार मान्छेको रूपमा खडा छु। यस्तो परिस्थितिमा या त ऊ विचार गर्छ कि उसको सम्झने शक्ति कमजोर भएको छ, अथवा उसलाई मेरो दयनीय अवस्थाप्रति दुःख हुन्थ्यो, अथवा उसलाई हतपत भए ऊ सम्झिनतर्फ लाग्दैन थियो र ऊ गोजीमा हात हालेर 3-4 हजार इटालियन मुद्रा दिन्थ्यो। त्यस भेटघाटको मेरो उद्देश्य पनि त्यही हुन्थ्यो। मान्छे दयालु हुन्छन् भन्ने कुरा साँचो हो। 100मा 1 जना पनि मलाई यसो भन्दैनथे, भाग, मेरो तसँग कहिले भेट भएको छैन, म तँलाई चिन्दिनँ। फेरि म जे भन्छु त्यसको खोजी गर्न कसैले विचार गर्दैनथ्यो। कारण अफिसहरूको मेसमा म कहिले रहिनँ। वास्तविक कुरा त के हो भने म सेनामा भर्ना नै भइन, कारण मेरी आमा विधवा हुनुहुन्थ्यो। यसैले म मेरो चतुर्याइको चाल अरू कसैले थाहा नपाओस् भनेर थोरै मान्छे आउने जाने गरेको धेरै टाढाको ब्रेसोनको मात्र चर्चा गर्दथे। यही र अन्य उपायबाट म जीविका चलाइरहेको थिएँ। जीविका चलाइरहनुको अर्थ मलाई प्रशस्त खाना मिल्थ्यो र सुत्नलाई एक सिडीको मुनतिर ओछ्यान पनि थियो। दुःखको कुरा, एक दिन मध्याहमा जब म घुम्दै थिएँ, एउटा मान्छे मसँग बिस्तार आइरहेको थियो र पसलहरूको झ्यालहरूको छेउमा रोकिँदै बिक्रीका सामानहरू घुरेर हेर्दै हिँडेको देखेँ। मैले तुरुन्त उसँग वार्तालाप गर्ने सोचेँ। सम्भवतः यही कारण थियो कि बाटोमा ऊ एक्लै नै यस्तो एउटा व्यक्ति थियो जसलाई हतपत थिएन। म तत्काल उसको छेउमा गएर आफ्नो दैनिक उही भाषणद्वारा उसलाई रोकेँ। यस्तो लाग्छ तपाईँसँग भेट भइसकेको हो। अफिसरहरूको मेस ब्रेसनको कुरा गर्दै मैले उसलाई गडेर हेरेर मलाई आफ्नो भुल महसुस भयो। परन्तु त्यस बेलासम्म ढिलो भइसकेको थियो। उसको उमेर 30 र 50 को बीचको कुनै थियो। उसको अनुहार चितुवाको अनुहारसँग मिल्थ्यो। सानो र तीखो खालको चौडा नाक, आँखाका मुनि हाडहरू, भन्दा पहेँलो रङ, घोप्टे निधारको मुनि साना साना आँखाहरू, ठुलो मुख र निलो ओठ। उसको कान पखेटाका प्वाखहरू जस्ता थिए। उसको कपाल माथिसम्म छाटिएको थियो, जसद्वारा उसको गोलो टाउको त्यो सानो चल्लाको जस्तो लाग्दथ्यो जसको प्वाख उम्रिसकेको छैन। त्यो मान्छे साह्रै दुब्लो थियो, परन्तु उसले साह्रै हरियो 4 खाने कोट लगाएको थियो। मौसुली जसरी नचलमलाइकनै झिँगालाई हेर्दछ र छिनमै उसलाई हमला गर्दछ, त्यस्तै किसिमले ऊ मेरो स्वर सुनेर उही फुर्तीले फर्क्यो। उसले मलाई आफ्नो कथा भन्ने मौका दियो र हर्षले करायो, निश्चय मैले तपाईँलाई बिर्सेको छैन। तपाईँको मलाई सम्झना छ। भन्नुहोस्, कस्तो छ? मजामा हुनुहुन्छ? प्रत्युत्पन्न मति साह्रै उपयोगी छ। यदि ममा प्रत्युत्पन्न मति नहुँदो हो त म तत्काल कुनै न्यु पारेर पछि हट्थेँ वा त्यहाँबाट कुनै प्रकारले लुसुक्क भाग्थेँ। बाटो यही थियो, तर अरूलाई फसाउने आदत ममा बसिसकेकाले अब फस्ने पालो मेरो होला भन्ने मैले कहिले विचार गरिनँ। यसर्थ मूर्ख झैँ म गुनगुनाएँ, हो मलाई सन्चै छ। साथै बानी परेकोले यो पनि भने, हरे, तपाईँलाई ममाथि कस्तो आपत पर्यो भन्ने थाहा भएको भए बडो हर्ष र जोसका साथ उसले तुरुन्त जवाफ दियो, म यस विषयमा सबै कुरा बुझ्न चाहन्छु। म तपाईँको सम्पूर्ण कथा सुन्न चाहन्छु। तर हिँड्नुहोस्, हामी भट्टीमा जाउँ र त्यही घर फर्केको खुसियाली मनाउँ। यसै सन्दर्भमा उसले आफ्नो फलामे पन्जाले मेरो हात समात्यो र भुइँबाट झन्डै उठाएर छेउकै बारमा घचेटेर लग्यो।
र मलाई तान्दै ऊ भन्दै गयो, कस्तो असल संयोग, तपाईँसँग भेट गरेर मलाई बडो हर्ष लागेको छ। ऊ छिटो छिटो मसिनो स्वरमा बोल्दै गयो, मानव कुनै साँप स्वाँ स्वाँ गरिरहेको छ। मैले उसलाई बडो घुरेर हेरेँ। यो कोटमुनि उसले ध्वासे रङको राम्ररी इस्त्री गरेको तर धेरै ठाउँमा रफ्फो भरेको प्यान्ट लगाएको थियो। उसको कालो जुत्ता पालिस गरेको टल्किरहेको थियो, परन्तु यो जुत्ता पनि फाटेको थियो। तलुवा त फाट्ने कुरै थिएन कारण त्यो ज्यादै बाक्लो थियो, परन्तु त्यो जुत्ता फाटेको पुरानो मखमल जस्तै गरी माथिबाटै फाटेको थियो। यी सब देख्न साथ म करिब करिब बेहोस नै भएँ। ऊ अगाडि सर्न साथ उसको चेक कोट खुल्यो र मैले देखेँ उसले कमिज लगाएको थिएन। सिर्फ कमिजको अघिल्लो भाग आफ्नो जिउको परिधिमा फित्ताले बाँधेको थियो। सत्य कुरा के थियो भने त्यो एक टाँट थियो जो मभन्दा पनि गई गुज्रिएको हालतमा थियो, परन्तु त्यो मभन्दा फरक थियो। म आनन्दी र आकर्षक थिएँ। यसको उल्टो ऊ अत्यन्त नीच थियो। हामी भट्टीभित्र गयौँ। उसले सरासर काउन्टरमा गएर 2 पेग रक्सी माग्यो। त्यसपछि ऊ एक सासमा भन्दै गयो, ब्रेसननको अफिसर मेसबारे मलाई राम्ररी सम्झना छ। ब्रेसनन एक राम्रो सहर हो र त्यसभित्र त्यो मनोरमा नदी बहन्छ जसको गल्लीहरू गुम्मजले ढाकिएको छ। ब्रेसननको त्यो होटेल तपाईँलाई सम्झना छ जसमा एउटा ठुलो क्याफे छ जहाँ सबै अफिसरहरू आउनुहुन्थ्यो र कई आइमाईहरू पनि सँगसँगै खोज्दै आउँथे। ब्रेसननको पहाडहरू, अङ्गुरको बगैँचा र त्यो असल रक्सी, त्यो रक्सीको नाउँ के थियो रे? सम्झे, टर्लेनो। त्यही बेला होटेलको केटोले रक्सीको प्याग ल्यायो। उसले आफ्नो प्याग उठायो र भन्यो, घर फर्केको हर्षमा। म पनि नपिकन सकिनँ। यो घर फर्केको अर्थ मैले बुझिनँ। उसले आफ्नो गिलास रित्यायो र एक निमेष पनि नअड्डी यो भन्दै ढोकातर्फ गयो, हेर्नुहोस् खाना खाने बेला भयो, आउनुहोस् सँगसँगै लन्च खाउँ। तपाईँ जस्तो साथीसँग कहाँ दिनदिनै भेट हुन्छ र? म उसको पछाडि लागेर भने, हामीमाथि पुरा दृष्टि राखेकोले होटेलको केटाले भन्यो, महाशय यो 2 पेग रक्सीको बिल। म उसलाई फिर्ता बोलाउन चाहन्थेँ र उसैलाई रक्सीको पैसा तिर्न लगाउन चाहन्थेँ, तर ऊ ढोका बाहिर पुगिसकेको थियो। तब मैले पैसा झिकेर तिरेर बाहिर आएँ। ऊ झट्ट कतैबाट आयो र मेरो हात समात्यो र भन्यो, आउनुहोस्, यहाँ नजिकै साह्रै असल रेस्टुरेन्ट छ। म रेस्टुरेन्टमा अक्कमक्क उभिएको थिएँ र मैले उसलाई यो भनेर छुट्टिन खोजेँ, मलाई भोक पनि लागेको छैन र मलाई कसैलाई अन्तै भेट्न जानु छ। ऊ खुट्टा पसारेर एउटा मेचमा बस्यो र रवाबका साथ उसले पुरा लन्च मगायो जसमा तारेको भेडाको पाठाको मासु मुख्य थियो। त्यसपछि ऊ मतिर फर्क्यो र भन्यो, मैले त्यो अफिसरहरूको मेस बिर्सेको छैन। त्यो कप्तान मोसचिट्टोलाई सम्झिनुहुन्छ? राम्रा नराम्रा प्रत्येक किसिमका केटीहरूप्रति प्रेम दर्शाउने उसको स्वभाव जसलाई उनी कान छेड्नु भन्दथे। हो त नि, तर तपाईँलाई पनि प्रेम गर्न कुनै ठट्टा थिएन। कसो हो मेरो साथी? म छक्क परेँ। इटालीका सबै सहरहरूमा उसलाई ब्रेसननका होटेलहरू, क्याफेहरू, गल्लीहरू, नदीहरू, आइमाईहरू र रक्सीबारे समेत ज्ञान थियो। साथै कप्तान मोसचिटोलाई पनि चिन्दथ्यो र उसलाई यो पनि थाहा थियो कि म एक गुन्डो झैँ थिएँ। मेरो मनमा उसप्रति प्रशंसाको भावना जागृत भयो। ऊ कुरा तन्काउन सक्ने थियो। यति निष्ठुर कि मैले त यति कल्पना पनि गरेको थिइनँ। होटेलको केटाले हाम्रो खाना ल्याइ पुर्यायो। उसले एउटा टुक्रा निल्यो र आफ्नो गन्थन भन्न थाल्यो। ब्रेसननमा कस्तो मजाको दिन थिए ती, परन्तु दोस्त तपाईँले नेलासँग राम्रो व्यवहार गर्नु भएन। एउटा निर्दयी मान्छेले चाहिँ साह्रै नराम्रो व्यवहार गर्नुभएको थियो। मेरो मुखले खानेकुरा भरिएको थियो, त्यही पनि बडबडाएँ। नेला को हो? उसले खित्का छोड्यो। साथी, यस्तो विधि सज्जन नहुनुहोस्, मसँग नलुकाउनुहोस्। हो, तपाईँ जोगिनु भयो, तर त्यो केटी एक सपना जस्तै थिए। गोरी, नीला आँखा र भव्य अनुहार। मोसचिट्टोको भाषामा कान चलाएर तपाईँले नेलाको हृदय घायल गरी छाडी आउनुभयो। मोडी युगिनो पनि भन्थ्यो। तपाईँ झुट्टो हुनुहुन्छ। मोडी युगिनो को हुन्? विचार गरेर बोल्नुहोस्। मैले झगडा गर्ने विचारले उसलाई झम्टे, तर ऊ निश्चल रह्यो। हो, तपाईँ उल्लु हुनुहुन्छ, फिरन्ता हुनुहुन्छ। उसले भरि गिलास एक घुटकामा रित्यायो र अगाडि राखेको भुटेको पाठोको मासु जम्ट्यो। ऊ भन्दै गयो, हो, तपाईँसँग पिना थिए, एक अर्की भव्य केटी, ऊ काली थिए, अरू कयौँ केटीहरू पनि थिए। नेला त्यत्रो बेइज्जत खप्न सक्दैन थिए। विरक्त भएर आत्महत्या गर्ने चेष्टा गरी, तर त्यो बाँची। उसको साथ के नाउँ थियो उसको? तपाईँलाई सम्झना छ? हो, लेफ्टिनेन्ट टेसिटोर। मैले त यो नाउँ कहिले सुनेको थिइनँ, मैले भने। हो, टेसिटोर अनौठो मान्छे थियो। नेलाको कारण तपाईँ र टेसिटोरका बीच हात हालाहाल हुन लागेको थियो।
एक साँझ नदीको तटमा कुहिरो थियो र मसिनो पानीको वर्षा हुँदै थियो। मैले तपाईँहरूलाई झगडा गर्नुबाट छुट्याएको थिएँ। हो, वास्तवमा नेला एकतिरबाट तान्थे र अर्कोतिरबाट म तान्थेँ। आखिरमा त्यो तपाईँको साथसाथै घर गएकी थिए। वास्तवमा भुल तपाईँकै थियो। नेला अर्को मान्छेसँग हिँडेको देखेर नै तपाईँ डाहा गर्न लाग्नु भएको थियो। तपाईँले नेलालाई टेसिटोरबाट छुट्याइदिनु भएको थियो। तपाईँ साँच्चीकै गुन्डा नै हुनुहुन्थ्यो। जब तपाईँ हिँड्नुभयो, तपाईँलाई थाहा छ मेजर पेट्रोनसले के भन्नुभएको थियो? बेस भयो, ऊ गयो, नत्र सबै आइमाईहरू आफ्नो पन्जामा पार्थ्यो। उसको भुटेको मासु सकियो। ऊ मेरो पिठ्यौमा धाप मार्दै बेहुदा किसिमले हाँस्यो र भन्दै गयो, मलाई थाहा छ तपाईँ आइमाईहरूमा कस्तो जादु गर्नुहुन्थ्यो। मैले पनि मासु खाइसकेको थिएँ। केही खाएको र पिएको हुँदा म पनि साहसी भएको थिएँ। यसकारण मैले उसँग सच्चा कुरा भन्ने निश्चय गरेँ। म पछाडि हटेँ। उसले मेरो कुममा राखेको उसको हात खस्यो। ऊ मबाट पर भयो। मैले उसको आँखामा हेर्दै भन्न थालेँ, यो बकवासी अब बन्द गर्नुपर्छ। हरेक कुराको सीमा हुन्छ। साँच्चै भन्ने हो भने म कहिले ब्रेस्नन गइनँ। तपाईँ कहिले ब्रेस्नन जानु भएन? गइनँ। मोस्ट छिट्टो मोडियुगुनो, टेसिटोर अथवा पेट्रोनस कसैसँग मेरो कहिले पनि भेट भएको छैन। तपाईँ के भन्न चाहनुहुन्छ? यही सत्य हो। म गुन्डा होइन र अरूलाई आइमाई जति मनपर्छ मलाई पनि त्यति नै हो। कुनै नेला वा पिनासँग म कहिले बसिनँ। अर्को कुरा के भने म कहिले फौजमा भर्ना नै भइनँ। एक विधवाको छोरो भएकोले मलाई छुट मिलेको थियो। उसले सर्पको जस्तो आँखाले हेऱ्यो। मैले मनमा नै भरे ऊ साह्रै छट्टु छ। अब के कुरा बनाएर झुक्क्याउँदो रहेछ हेरौँ। बिरालो जस्तै कुनै न कुनै उपाय झिकिहाल्ला नि। र उसले त्यस्तै गर्यो। उसले क्षणभर पनि विचार गरेन। बिल्कुल कडा रिसाएको स्वरमा उक्रायो, त्यसो भए तपाईँले मसँग झुटो बोल्नुभयो? मैले भगभगाउँदै भने, मैले भुल गरेँ। भुल भन्नुको अर्थ के हो? पहिले तपाईँले भन्नुभएको थियो तपाईँ ब्रेस्नन जानुभएको थियो। अब भन्दै हुनुहुन्छ कि तपाईँ कहिले जानु नै भएको छैन। तपाईँले मसँग झुटो बोल्नुभयो। तपाईँ धोकेबाज, बदमास र ठग हुनुहुन्छ। विचार गरेर बोल्नुहोस्। तपाईँ धोकेबाज हुनुहुन्छ र तपाईँ मलाई धोका दिन चाहनुहुन्थ्यो। तर म त भो मैले एक जाली उल्लु र कपटी मान्छेको सङ्गत गरेँ। आखिरमा भन्यो, मेरो पछाडि नआउनुहोस्, होइन भने म पुलिसलाई बोलाउँछु। तब उसले होटलको ढोकाबाट मृग झैँ फुर्तीका साथ उफ्रेर सुइकुच्च ठोक्यो। साँच्ची भनौँ भने म यो सोच्दै थिएँ कुन तरिकाबाट मलाई खाने पैसा मिलोस्, तर यस्तो होला भन्ने मैले अलिकति पनि विचार गरेको थिइनँ। ऊ छट्टु थियो, म भन्दा पनि छट्टु। दिक्क भएर मैले गोजीबाट बचेको चान्सुन पैसा झिकेर बिल तिरेँ। म होटलबाट बाहिर निस्केको मात्रै थिएँ, कसैले मलाई रोक्यो। कृपया गरेर तपाईँ भन्नुहुन्छ? सम्भवतः ऊ समय थाहा पाउन चाहन्थ्यो अथवा बाटो सोध्न चाहन्थ्यो, तर म झट्ट कराएँ, म तपाईँलाई चिन्दिनँ, म कसैलाई पनि चिन्दिनँ। ऊ त्यही जिल्ल भई उभिरह्यो र म सुइकुच्चा ठोकेँ।